नमस्ते सबैजनालाई, मेरो नाम गङ्गु छेत्री। त्यो भिडियो एकचोटि मजाले हेर्नु भएको छैन भने प्लिज गएर एकचोटि फेरि हेरिदिनु होला। मलाई आत्ति नै आउँदैन क्या है। अब होइन नराम्रो त लाग्छ होइन। अनि कतिले एकछिन मलाई फेरि एउटा कुरा दिमाग सर्क्यो क्या। मेन कुरा म भन्न आएको चाहिँ कुरा सरी म बिर्सिहाल्छु होइन सरी। कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ ऊ मेरो पास्ट थियो। ऊ नभनौँ वरेवर। अनि पब्लिक नगर्नुको कारण है त मेनली ऊ मेरो पास्ट भयो होइन। ओके मैले मिस्टेक गरेँ, त्यो मलाई राम्रोसँग थाहा छ र गल्ती गरेपछि मलाई झुक्न पनि आउँछ है। तर यो बेला चाहिँ मैले रुएर कराएर भन्दाखेरि पनि मलाई चाहिँ हाँसेर बस्न सही लाग्छ होइन र डटेर बस्न सही लाग्छ। एन्ड पब्लिक नगर्नेको कारण चाहिँ अनि केस फाइल नगर्नुको कारण चाहिँ यो मेरो पास्ट है। अनि कोले याद गर्नुभयो होइन। अब सबैले भिडियो त हेरिसक्नुभयो होला होइन। यत्रो मेरो बारेमा बोल्ने केही बुझेर बोल्नु भएको होला नि त होइन। बुझेरै मलाई राम्रोसँग पहिलादेखि चिनेर बोल्नु भएको होला कतिले होइन। अनि मेरो बाहिर आयो, मेरो भिडियो आउट भयो होइन। अब एक्सपेक्ट गरिरहेको थियो होला मर्छ, सी विल डाई भनेर। फक नो बडी। म चाहिँ यस्तो नो आम चिल गर्ल होइन। अब लाज बचाएर स्ट्रङ गर्ल होइन। लाज बचाउनु भन्छ पनि भनेको थियो। अनि त्यो कमेन्ट चाहिँ केटीले गरेको थियो क्या। सुन बहिनी यता सुने तिम्रो लागि सानो म्यासेज होइन। तिमीले पनि गरेको होला भन्दिनँ गरेको छौ भनेर। गरेको होला गर्न सक्लाउ होइन। प्लिज के भन्छ बी अवेर होइन। ख्याल राख्नु। अब मेरो इन्सिडेन्ट देखेपछि त तिमीले डेफिनेटली त्यस्तो गर्दैन। यो चाहिँ एउटा चेतनामूलक नै भयो। मेरो यो जुन भिडियो बाहिर आयो त्यसले चाहिँ आई होप सबैजना खुसी हुनुहुन्छ होला होइन। अनि म के भन्छु भनेर आएको थिएँ। मैले बिर्सेँ क्या के बोल्दैछु मलाई के थाहा छैन। ठिक छ जे भयो भयो होइन। जे भयो नगर्ने गल्ती मबाट भयो। एन्ड अभियसली सबैको भएको छ, धेरैको भएको छ, यो बाहिर आएको छैन होइन। सो म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ दिदी बहिनी मेनली चाहिँ होइन। मलाई एकछिन इवाको याद आयो मलाई। छोरी मान्छेको कुरा त अनि छोरी मान्छे नै हुन्छ, छोरा मान्छे हुँदैन है। सरी त्यही भन्न चाहन्छु। सो जसलाई मेरो बारेमा केही पनि थाहा छैन तहरूलाई बोल्ने केही अधिकार छैन। ओके नो राइट। ओके जब कि मैले के मेरो बारेमा बोलेको छुइनँ भने तिमीहरूलाई पनि कुनै राइट छैन। गरे मन हाम्रो पनि छ, गल्ती मान्छेबाट हुन्छ। ओके सो तिमीहरूको यो ओपिनियन, तिमीहरूको यो के भन्छ सल्लाह सुझाव प्लिज आफूसँग राख्नु होला होइन। म कस्तो छु त्यो मलाई थाहा छ। अब मैले यहाँ जति बोले पनि जे गरे पनि तिमीहरूको सोच त बदल्न सक्दिनँ। तर पनि आई एम गुड। ओके के बोल्छु भनेर आएको थियो तर पनि म मनकै कुरा बोल्दैछु होइन। दिमागै छैन क्या। अनि आइ एम स्ट्रङ इनफ। जुन मेरो हातमा यो ट्याटु छ यो मेडुसाको आई गट दिस ट्याटु 1 वर्ष अगाडि है। अनि त्यो भिडियोमा हेर्नुहुन्छ भने त्यहाँ मेरो यो हातमा यो ट्याटु छैन। एन्ड कहिलेको कुरा हो त्यो त मलाई एक्ज्याक्टली थाहा हुन्छ नि त। मैले यो कुरा मैसँग मात्र राख्नु खोजेको थिएँ बट अनफर्चुनेटली हो कि फर्चुनेटली आई डोन्ट नो। अब सबैले भन्छ जे हुन्छ राम्रो लागि हुन्छ। मलाई आत्तिन आउँदैन कुनै पनि सिचुएसनमा मेनली कुरा चाहिँ है। अनि म त्यो केटासँग मेरो नाम जोड्न चाहन्न प्लिज। त्यति हो मेरो कुरा होइन। धेरै मान्छेले बोल्नु भएको छ मेरो यस्तो भिडियो देखेर होइन। कतिले राम्रो बोल्नु भएको छ, कतिले नराम्रो तरिकाले बोल्नु भएको छ। आई एप्रिसिएट, म सबै एप्रिसिएट गर्छु होइन। मेरै नाममा बनिएको छ। थ्याङ्क यू। यो भएको भिडियो त पहिलाको हो आउट अहिले भएको छ नि त। सो प्लिज अहिले उसलाई चिल गर्न दिनु होइन। जब मेरो दिमाग सर्किन्छ म केस फाइल गर्छु
है पछि अहिले होइन नो अहिले होइन म पछि गर्छु सो त्यसको लागि पनि होइन उसले पनि चिल गरोस् होइन चिल मारोस् तर मेरो मनले मान्दैन किनकि मेरो मनै कस्तो छ क्या किनकि अब मलाई यस्तो भयो होइन त्यसको चाहिँ मैले किन गर्ने अरूलाई मैले किन गर्ने त्यो टाइपको छ मेरो मनै त्यस्तो छ क्या पहिलादेखि नै एन्ड आई एम प्राउड मेरो मन त्यस्तो छ भनेर चाहिँ सो जरुरी छैन ऊ बाहिर आउनुपर्छ भनेर किनकि म मरेको छुइनँ म बाँचिरहेको छु है थ्याङ्क यू सो मच गाइज बाई बाई गुड नाइट टेक केयर बाई 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 बाई